नमस्कार सबैजनालाई। आज म राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा सामाजिक सञ्जालमा निकै अहिले चर्चामा आइरहेको कुरा छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई किन अहिलेको अन्तरिम सरकारका प्रधानमन्त्री ले गलत अभिव्यक्ति दिइरहेको भन्ने बुझिएको छ। चारैतिर यस्तै विषयमा निकै सरकारको खण्डन भइरहेको छ। यो राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेलाई पहिलाकै जस्तै व्यवहार गरिएको भन्ने बुझिएको छ। जताततै हेर्दा त्यही पनि देखिन्छ। पूर्व प्रधान न्यायाधीश अहिलेका अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफू सरकारमा नरहँदा र अझभन्दा योभन्दा केही समय अगाडि उहाँले आफ्नै मुखबाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई राजनीतिक प्रतिशोध नै हो, सरकारले प्रतिशोध नै साध्यो र रवि लामिछानेको मानव अधिकारमाथि हनन भयो भनेर खुल्लम खुल्ला जो देशकै एउटा महिला प्रधान न्यायाधीश जस्तो मान्छेले भन्दा एउटा न्यायालयप्रति नै छुट्टै खालको शङ्का पैदा भइरहेको अवस्थामा आज उनै जो सत्तामा छिन्, जो प्रधानमन्त्री छिन्, उनैले फेरि रवि लामिछाने यस्तो उस्तो फलानो ढिस्कानो भन्न सुरु गरिसकेकी छिन्। यो कस्तो खालको पद हुँदो रहेछ यो प्रधानमन्त्रीको पद, र सरकारमा गइसकेपछि कस्तो खालको मन हुने रहेछ भन्ने यहीँबाट प्रश्न हुन्छ। हिजो त्यसो भनेको मान्छेले आज बिचरा भुटेका मकै पोलेर बाटोमा सब्जी बेचेर तरकारी बेचेर जम्मा गरेको पैसा यसरी लगेर एकतिर लगेर चाहिँ खर्च गरिदिने हो भनेर उल्टै चाहिँ प्रश्न गरिरहेकी छिन्। त्यो सबैलाई थाहा छ नि, जनताले एक एक रुपियाँ नखाइकन जम्मा गरेको पैसा भने त सबैलाई प्रश्न छ नि त। यो विषयमा भन्नुपर्ने कुनै कारणै छैन, कुनै अर्थै छैन। अहिले आफ्नो राम्राका लागि कसैले उचालिदिएकै भरमा जे पनि बोल्दै नि। हिजो तिनले बोलेको मुख र आज अहिले बोलेको मुख कति फरक भइसक्यो होला हेर्नु सबैले। यसरी सबै जसो आउने मान्छेहरूलाई, राम्रो मान्छेलाई यसरी नै जेलमै चढाउने, जेलमै कोच्ने नियत राख्ने हो भने यो देश कहिले बन्छ? राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने त्यत्तिकै आएका होइनन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले विगतमा धेरै धेरै काम गरेका छन्। गरिब, दिन दुखी, अन्यायमा परेका, विदेशमा फसेका सबैजनाको राम्रो काम गरेका छन् उनले। यदि उनको कर्म, उनले गरेको कर्म ठिक थिएन भने जनताले दुई पटक अत्याधिक सर्वाधिक देशकै सबैभन्दा धेरै सर्वाधिक मत लिएर जिताएर त्यो ठाउँसम्म पुर्याउने थिएनन्। सबै मान्छे गलत हुँदैनन् र सबै मान्छे राम्रा पनि हुँदैनन्, त्यो सबैलाई थाहा भएको कुरा हो। तर रवि लामिछानेको हकमा फेरि अन्तरिम सरकारका प्रधानमन्त्री र गृहमन्त्रीले त प्राइम टेलिभिजनमा गएरै अन्तर्वार्तामा कुनै पनि हालतले नखुल्ने जस्तो र रवि लामिछानेको पक्षमा कुनै पनि कामकाजहरू अगाडि नबढाउने जस्तो उनले धारणा दिइरहेका छन्। हिजो यो ओम प्रकाश अर्याल भन्ने कसैले चिनेका थिएनन्। एउटा काठमाडौँ महानगरपालिकाका मेयरका कानुनी सल्लाहकार भन्ने पनि हामीले त पछि सामाजिक सञ्जालबाट सुनेको हो, र अहिले प्रधानमन्त्री अहिले गृहमन्त्री त उनी भइसकेपछि मात्रै देख्यौँ। र बालेनले गरेको यो ग्रान्ड डिजाइन हो। रवि लामिछानेलाई कुनै पनि हालतले निकाल्न हुन्न भन्ने यिनीहरूको प्री प्लानिङ हो, यो डिजाइन हो। रवि लामिछानेको फाइलहरू खोलियो, रवि लामिछानेलाई कानुन अनुसार फेरि अगाडि चाहिँ हामीले बढाइयो भने
रवि लामिछाने निस्किसकेपछि सो त म चाहिँ ब्याग हुन्छु भनेर यो बालेनले स्टे अर्डर गरेको छ। विगतमा ओमप्रकाश अर्यालका कुराहरू पनि धेरै कुरा आइरहेका छन्। उनका श्रीमतीलाई अब कानुनी के विषयमा यस्ता कुराहरू आइराखेका छन् हैन। यी विषयमा पनि छानबिन गर्नुपर्ने हुन्छ र कुनै व्यक्तिलाई आफ्नो स्वार्थका लागि आफ्नो व्यक्तिगत स्वार्थका लागि कुनै व्यक्तिलाई बलिको बोको बनाएर रवि लामिछानेलाई ठिक छ उनले गलत गरे या गरेनन्, उनी दोषी हुन् या होइनन् भन्ने कुरा त फैसलाबाट थाहा हुन्छ होला नि त, अदालतले गर्छ होला नि त, कानुनी उपचार होला नि त्यसको। तर त्यो नभइकन रवि लामिछानेलाई फेरि पनि उही पुरानै संस्कार र पुरानै दलका नेताहरूले सरकारले गरे जस्तै व्यवहार फेरि अहिले यो जेएनजीका सरकारले पनि त्यही गरेको देखिएछ। यो चाहिँ एकदम गलत छ। यति रवि लामिछाने गलत हुन् भने उनले सजाय पाउनुपर्छ, उनले पाउने नै हो। तर यसरी कानुनलाई आफ्नो मुठ्ठीमा लिएर, कानुनलाई आफ्नो सत्तामा लिएर यसरी कोही माथि पनि यसरी प्रतिशोध साँधेर एउटा सदस्यतासम्म नभएको मान्छेलाई, सहकारीमा कुनै पनि सहकारीमा सदस्यतासम्म नभएको मान्छेलाई यसरी नियतवश कसैको आवाजलाई दमन सधैँभरि गरेर सक्दैनौँ। र यो जेएनजीको जुन सरकार बनेको छ बडो नियोजित तरिकाले बनेको छ। यसलाई फेरि पनि युवाहरू जागेर यसलाई परास्त गर्नै पर्छ। यदि यस्ता कामहरू गरिएन भने हिजो जेएनजीको आन्दोलनमा कति युवाहरूले शहीद हुन पर्यो, कति आमाका काखहरू रित्तिए, ती आमाहरूका सपना पूरा हुन्छन् या हुँदैनन्, या ती जेएनजीहरूका सपना पूरा हुन्छन् या हुँदैनन् भन्ने कुरामा त अब कुनै शङ्का गर्नै पर्दैन। यिनीहरूले कुनै हालत पनि गर्नेवाला छैनन्। हिजो शिरमा ताकी ताकी गोली हाल्नेहरूले आज खुल्ल्याम च्यालेन्ज दिइरहेका छन् खुल्ल्याम। तिनीहरूलाई समातेर कारबाही गर्न सकेको छैन। यो निरीह भइसक्यो सरकार। यो सरकारले केही पनि गर्न सक्दैन। यदि काम गर्ने हो भने सुरु गरोस्, यदि गर्ने होइन भने यो पद लिएर बस्नुको कुनै औचित्य छैन। हिजो हर्क साङपाङले म बन्छु प्रधानमन्त्री, म बन्छु गृहमन्त्री भन्दा यिनीहरूले कुनै पनि हालतले उसलाई त्यो ठाउँसम्म पुग्न दिएनन्। ताकि हर्क साङपाङ भनेको एउटा स्टेट फरवर्ड मान्छे हो। ऊ मुखले जे बोल्छ त्यो उही गर्छ र उसले यो मान्छे त हकी छ, यसले चाहिँ गर्छ, भोलि बिहान हामीलाई नै यसले अप्ठ्यारो पार्छ भनेरै यिनीहरूले यो नियोजित ढङ्गले पश्चिमा देशको आदेशमा जुन नियोजित ढङ्गले सरकार बनेको छ त्यो अवश्य पनि त्यसले जेएनजीहरूको माग पूरा गर्न सक्दैन र शहीदहरूको माग पूरा गर्न सक्दैन। यसमा सबै सजग हुनैपर्छ। यदि बेलैमा सजग भइएन भने देश पुनः दुर्घटनामा जाने स्थिति छ। र रवि लामिछानेको विषयमा छिटोभन्दा छिटो कानुन अनुसार, कानुन बमोजिम उनलाई छिटै कानुनी निकास अगाडि बढाउनको लागि सरकारले कदम चालोस्। अन्यथा युवाहरू फेरि हिजो जस्तै बलिदानी दिन पर्ने अवस्था नआओस्। र यति नेपाली जनताले चाहे भने के हुँदो रहेछ भन्ने कुरा त केही दिनको अगाडिको कुराले देखाइसकेको छ। ल सबैजनाले आफ्नो ठाउँबाट अन्यायमा परेकाहरूलाई न्याय दिलाउनै पर्छ। र यदि अन्याय गरेकोलाई न्याय दिलाइन्छ भने र अन्याय गरेकोलाई कानुन बमोजिम कारबाही पनि गराउनुपर्छ भन्दै मेरा यहाँ भनाइहरू राख्छु। र सबैजना सेयर गर्नुहोला आफ्नो ठाउँबाट।
यो चाहिँ अति नै भएको छ है। हस्त नमस्ते।